हेलो एभ्रिवान, राधे राधे। स्वागत छ हजुरहरूलाई मेरो आजको ब्लग भिडियोमा। र गाइस, सधैँ रेडी भएर राम्रै हुँदैछु भन्दै देखाउने आज म सिधै हस्पिटल पुग्न लागेकी छु। यो चाहिँ हो मेरो पढेको स्कुल गाइस। यहाँ चाहिँ म पढेकी थिएँ 9, 10, त्यही भएर यहाँ चाहिँ अलिकति गाडी रोकेको थियो, त्यही सोचे हजुरहरूलाई पनि यसो अपडेट दिउँ न भनेर। त्यसको पछि नै म सिधा पुगेँ हस्पिटल। यहाँ हेर्न सक्नुहुन्छ, अस्तिको ब्लगमा पनि मैले हजुरहरूलाई देखाएकै थिएँ। र गाइस, मलाई चाहिँ बिमारले मन पराएको हो न मैले बिमारलाई, त मलाई थाहा नै भएन। हेर्नुहोस् त मेरो हालत कस्तो हुँदैछ, आँखाहरू पुरा आँसु नै आँसु भएको छ र घाँटीमा यति दुखिरहेको थियो। र यो ब्लग पनि एडिट गर्न मन थिएन मलाई, सो अब के गर्नु, एडिट त गर्नै पर्यो। सो त्यही भएर मैले चाहिँ यसो अपडेट दिउँ न हजुरहरूलाई पनि भनेर सोचेँ। त्यसको पछि चाहिँ यति मान्छेहरू थिए नभन्नु न। र त्यसपछि देखाएर चाहिँ हस्पिटलमा बाई बाई अब चाहिँ आउनु नपरोस् है भन्दै जाँदै थिएँ। र यता चाहिँ दबाईहरू किन्न पनि थियो। उसको बादमा मैले दबाईहरू लिएँ, हेर्न सक्नुहुन्छ। र दबाईहरू लिएर हामी चाहिँ सिधा गयौँ। यहाँ हेर्न सक्नुहुन्छ, बाबु पनि हामीसँग गएको थियो। र बाबुको भोइस सुन्नुहोस् त। मम्मी खोइ मम्मी हुनुहुन्छ यहाँ जानुभयो नाम भन्दैछ बाई टाटा। गाइस, मैले कान चाहिँ सानोमै छेडेको थिएँ, तर पनि म बिमारी भइरहेको छु भनेर भाउजूहरू चाहिँ भन्नुहुँदै थियो। कान छेड्यो भने चाहिँ जति रोगहरू छ सबै काटिन्छ भनेर। त्यही लागि मैले चाहिँ सोचेँ म माथि छेडिदिन्छु। अब के गर्नु, त्यही लागि मैले चाहिँ एकदम आफूलाई दुःख जस्तो दुख्थै थियो, त्यही पनि मैले मुखमा हाँसो लिएर पनि म यहाँ कान छेडिरहेको छु। यति दुखेको थियो नभन्नु न। यहाँ त्यही अलिकति देखाउन हजुरहरूलाई पनि अपडेट दिउँ न अब मैले कान छेडेँ भनेर, त्यही लागि देखाउँदै थिएँ। र यति दुख्थो रहेछ नि गाइस, सानो बच्चाहरूलाई चाहिँ नछेडाउनु है, बहुत दुख्थो रहेछ। मलाई त यस्तो दुखेको थियो, तर मैले केही पनि भनेर दुखेन भने भाउजू चाहिँ मलाई बार बार सोधिराख्नु भएको थियो। र अलिकति बिमारी पनि थिएँ नि त, र भाउजू चाहिँ मलाई बार बार सोधिराख्नु भएको थियो दुखो दुखो भन। अनि म चाहिँ हाँसेर स्माइल छोडेर नाइ भनिरहेको थिएँ। तर मलाई यति दुख्थै थियो नभन्नु न। म एकदम जय बजरङ्ग बली भनिरहेको थिएँ मन मनमा। त्यसको पछि नै अब कान छेडेको पछि चाहिँ मलाई यति मोमो खान मन लागिरहेको थियो गाइस। र एकदम सर्दीहरू लागिरहेको थियो नि त, त्यही लागि मलाई चाहिँ मोमोहरू एकदम खान मन लाग्छ, पिरो अमिलो। अब अमिलो त खाना हुँदैन नि त, त्यही भएर मैले चाहिँ सिधा यहाँ मोमो खान गएर सुप त यति राम्रो यति मिठो थियो नभन्नु न। मलाई चाहिँ बहुत नै मन पर्यो। र गाइस, घरमा आएर हेरेको त हाम्रो दाइ त एकदम यहाँनिर खाना बनाउन रेडी गरिरहेको रहेछ, फ्राई राइस खान्छ अरे।